आएको खेल र फल साथी हो। मैले चाहिँ यहाँ हेर्नुहोस् त 2 महिना भयो यसरी उयो गरेको, खाना बनाएको। ग्यास ल्याइदिँदैन, सोमबार आउँछ मङ्गलबार आउँछ भन के ल्याइदिँदैन। आज कल गरेको, आज कल गर्दा पनि खोइ कहिले आउँछ भन्दै थियो त्यो ग्यासवाला दिदीले। अनि त्यहाँबाट ल्याइदिँदैन। हेर्नुहोस् त, यसरी तपाईँहरू पकाउनुहोस्। म आगो फुक्दिनँ, दाउरा लगाइदिन्छु अनि त्यहाँबाट उयो गरिदिन्छु, आगो चाहिँ जोडिदिन्छु। अनि त्यहाँबाट फेन लगाइदिनु यसरी। हेर्नुहोस् त, फेन लगाइदिनुहोस्। यहाँ हेर्नुहोस् है, फेन लगाइदिनु सैँ यसरी गर्नुपर्छ। अब पाकिहाल्छ। हेर्नुहोस् है, यसरी पाकिहाल्छ। यसरी के अरे फुक्नै पर्दैन। दाउरा चाहिँ चाहिन्छ कि, दाउरा चाहिँ चाहिन्छ। मजाले फेन लगाइदिने हो, के अरे उयो गरिदिनु हो, फुक्नु पर्दैन, दुःख गर्नु पर्दैन। ढङ्ग चाहिँ जानुपर्छ, ढङ्ग जानिएन भने चाहिँ दुःख पाइन्छ। हेर्नु साथी हो, फेन चाहिँ राख्नुपर्छ। स्ट्यान्ड फेन कि चाहिँ के अरे मलाई चाहिँ लाग्छ यो के अरे सिलिङ फेन भन्दा पनि स्ट्यान्ड फेन चाहिँ लाउनु राम्रो। हेर्नुहोस् त, मेरो बल देख्नुभयो त है फेनले। अब यसलाई मारिदियो, यसलाई मारिदियो, बकाइदा बल्छ यसरी के। अनि बल्छ, अनि बलेन भने फेरि लगाइदियो है। अनि त्यहाँबाट लगाइदियो, मरो भने यसरी लगाइदियो, फेन लगाइदियो, आरामले पकाउन सकिन्छ। तपाईँहरू के अरे दुःख नगर्नुहोस्, ग्यास आएन ग्यास पाइनँ भनेर दुःख नगर्नुहोस्। मैले त 2 महिना भयो यसरी पकाएको, ग्यास ल्याइदिएको छैन, ग्यास ल्याइदिएको छैन। यसरी पकाउनु पर्छ। हेर्नुहोस् है, यसरी पकाउने। यसरी उयो लगाइदिएपछि यसरी के अरे पकाउने। अनि त्यहाँबाट यसरी पकाउन सकिन्छ बकाइदासँगले। फेन लगाइदियो, स्ट्यान्ड फेन छ भने स्ट्यान्ड फेन राख्नुहोस्। स्ट्यान्ड फेनले चाहिँ सबैतिर यो खरानी उडाउँदैन, के अरे उडाउँदैन। उसले चाहिँ उडाउँछ, यसले चाहिँ उडाउँछ तर फुक्नु पर्दैन। ग्यास पाइन भनेर चिन्ता गरेर बस्नुपर्ने जरुरत चाहिँ देख्दिनँ है त साथी हो। मजाले बल्यो, अब बल्छ यसरी पकाउने, खाने। तपाईँहरूलाई मेरो उयो कस्तो लाग्यो के अरे भनिदिनु होला है त।